हेलो साथीहरु दर्शन नमस्ते। एकजना चेलीले विदेशदेखि रुँदै रुँदै हर्क साम्पाङलाई यस्तो सन्देश दिँदैछ। ल हेर्नुस् त, सुन्नुस् है। हजुर मन्त्री भएपछि आउँदा हाम्रो पुस्ताहरूले चाहिँ अर्काको देशमा जानु नपरोस्। आफ्नै देशमा काम पाउन्, सानो सानो भए पनि। हजुरलाई पाथी भएर आमाले साथ दिउन्। नेपाली 3 करोड जनताले चिनेर भोट दिउन्। आउँदा हाम्रो छोराछोरीले हामीले जस्तो भएको छौँ कतिखेर मरिन्छ, कतिखेर के हुन्छ भनेर यसरी बोक्नु नपरोस्। अर्काको ठाउँमा आएर हामीले आफ्नो दुःखले घर परिवारको दुःखले आफ्नो दुःखले गरेर आएका हौँ। हाम्रो आउँदो पुस्ताले यसरी आउनु नपरोस्। अर्कालाई हजुरलाई 3 करोड जनताले भोट दिएर हजुर मन्त्री भएपछि आउँदो हाम्रो सन्तानलाई चाहिँ कहिले यस्तो झेल्नु नपरोस्। हामीलाई पनि एकदम धेरै डर लागेको छ। अर्काको देशमा मर्नु नपरोस्। जस्तो हामी आज बोकेर आएको त्यस्तरी नै हाम्रो सास नेपालमै फर्केर जानु पाऊँ, आफ्नै देशमा जाओस् हाम्रो सास। उहाँ चेलीको सन्देश यही बिन्ती गर्छु दाइ हजुरलाई। कमेन्टमा भन्नु होला। हस्त।